सुकुम्बासी राखेको होल्डिङ सेन्टरमा पुगे कुलमान घिसिङ। बच्चाहरू स्कुलमा गएको छ आजबाट पठाइदिए। ए 7 जनालाई एउटैमा होइन उता एउटा अर्को पनि ल्याएको पढ्नको लागि बुवाले पढ्नको लागि भनेर एउटा दिनुभएको छ। व्यवस्थापनको हिसाबले जति सरकारले अहिले गरिरहेको छ खाना लाउन खानाको व्यवस्था र यो सेनिटेसनको व्यवस्था चाहिँ ठिकै छ भन्ने उहाँहरूले भन्नुभएको छ। बिहान बेलुका खाना टाइममै छ हैन? खाना त यताबाट एकदम टाइममा दिइराख्नु भएको छ हामीलाई। अनि टोयलेटहरू टोयलेट पनि राम्रो छ हजुर। सुकुम्बासी समस्यालाई यसरी लामो समयसम्म राख्न पनि मिल्दैन। तत्काल यो व्यवस्थापन होस्, किनभने यहाँ धेरै कुरा सामाजिक कुराहरू पनि आइसक्यो, सामाजिक समस्या आइसक्यो, आर्थिक समस्या आइसक्यो। अहिले चाहिँ हामीलाई तत्काल चाहिने सेवा सुविधा चाहिँ पाएका छौँ, तर यो पछिसम्मको लागि चाहिँ छिटोभन्दा छिटो व्यवस्थापन होस्। यो सरकार राम्रोसँग चलोस्, 5 वर्ष चलोस्, राम्रोसँग अगाडि बढोस् र त्यसको लागि किनभने ठुलो परिवर्तनपछि आएको सरकार सफल हुनुपर्छ। दर्शकबिन, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज 81 सुकुम्बासी बस्तीको अस्थायी होल्डिङ सेन्टर कीर्तिपुर पुगेका छन्। सुकुम्बासी राखिएको ठाउँको व्यवस्थापन लगायतका पाटो अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्। यो जति हटाइएको छ उहाँहरूलाई व्यवस्थापन चाहिँ गर्नु पर्यो, कहाँ राख्ने, के गर्ने, कस्तो ठाउँमा लगेर राख्ने चाहिँ उहाँहरूलाई सही सुकुम्बासी हामीले सुकुम्बासी नभएकोहरूलाई भनेका छैनौँ। सही सुकुम्बासीहरूले वास्तविक सुकुम्बासीहरूले बस्ने ठाउँ पाउनु पर्यो। अनि यो अहिले के यत्रो मान्छेलाई टोयलेटहरू पुग्छ? टोयलेट बाथरुम पानी कहाँबाट आइरहेको छ? पानी त ट्याङ्कीबाट यहाँ खानेपानी त जारकै दिनुभएको छ। हामीलाई चाहिँ खोइ पानी जुदिया हो कि के भएको, घाँटी सुकेको छ, घाँटी च्याप्प भइरहेछ। पानी चाहिँ सब के अरे जारको पानी आएको छ? पानी चाहिँ जारकै दिनुभएको ए टोयलेट बाथरुम छुट्टै छ, अलग अलग छ, पुग्छ? टोयलेट बाथरुम त छ। हामीलाई त बच्चाहरू स्कुल गएको छैन? आज चाहिँ लानुभएको छ, कोही कहाँ लानुभएको। यो व्यवस्थापन चाहिँ अब रोजगारी उहाँहरूको गुमेको छ होइन? उहाँहरूसँग अहिले शान्तिनो रोजगारी गरिरहेको पनि गुमेको छ। अब यो दीर्घकालीन व्यवस्था चाहिँ बसाइको मात्रै यो जमिनको मात्रै होइन, यो आवासको मात्रै होइन कि अब उहाँहरूलाई दीर्घकालीन रूपमा बाँच्ने एउटा चाहिँ रोजगारीको विषयलाई पनि जोडेर उहाँहरूसँग जुन आबद्ध परिवार छन् उहाँहरूको रोजगारीको विषयलाई पनि जोड्नुपर्छ सरकारले, र शिक्षाको विषयलाई गम्भीर रूपमा हेर्नुपर्छ। र यो चाहिँ यसरी लामो समय राख्नु हुँदैन, तत्कालै व्यवस्थापन गर्नुपर्छ। हटाइएको सुकुम्बासी देशभरि जति हटाइएको छ, काठमाडौँमा विशेष